है त्यो ठाउँ भनेको चाहिँ मैले लानु माथितिर हेर्नु त हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लग आज चाहिँ हामी थाइल्यान्डको फर्स्ट भिडियो हुनेछ है कहाँ कहाँ जान्छौँ के गर्छौँ हजुरहरूलाई देखाउँछौँ सबै भिडियो अनि हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छौँ र हामी पनि एकदम ठिक छौँ ठिक होइन बिन्दास छौँ सो गाइस यो चाहिँ मेरो थाइल्यान्डको फर्स्ट भिडियो हुनेछ है म हजुरहरूलाई देखाउँछु ल हेर्नु थाइल्यान्डको फर्स्ट भिडियो छोरी कस्तो लाग्यो गएको हेर्नु घुम्न है सो गाइस हामी चाहिँ होटेलबाट तल आइसक्यौँ अब हामी जान्छौँ सपिङ गर्न मलमा हो सपिङ गर्न जाँदैछौँ है हामी मल यो है गाइस थाइल्यान्ड अहिले चाहिँ यस्तो हुन्छ है राति चाहिँ आम्मा यहाँ त राति मात्रै चल्छ क्या बगाल हुन्छ राति चाहिँ राति चाहिँ है हामी एकछिन बाहिर गएको थियौँ पानीहरू छ्यापेर भिजाइदिएर हामीलाई त राति चाहिँ यहाँ एकदम ओपन हुन्छ अहिले चाहिँ बन्द हुन्छ गाइस अब हामी जाँदैछौँ बटाया बिच त्यसपछि हामी जान्छौँ मल अहिले चाहिँ बटाया बिच म तिमीलाई पिङ खेलाउँछु ल त्यहाँ बटाया बिचमा त मैले खेलेँ त त्यहाँ मेरो छोरीको चाहिँ फर्स्टचोटि हो थाइल्यान्ड उसलाई चाहिँ अब कस्तो लाग्छ बल्ल त आज घुम्न स्टार्ट गरेँ है अनि मलाई चाहिँ राम्रो लाग्छ पहिल्यै घुमिसक्यो अब यहीँ बिचमा आइसक्यौँ ल हेर्नु पुरै गर्मी बढिसकेको छ क्या पसिना आउँछ अहिलेसम्म हो नि मेरो मेकअप जाने भयो यहाँ यसरी बस्छन् इन्जोय गर्छन् बाटोमा सो गाइस यो चाहिँ पर्सि फेस्टिभलको लागि अरे यो चाहिँ खोलाकै छेउमा हो है रमाइलोको लागि ल हेर्नु प्यारासुट कति ल हेर्नु मेनु हामी चाहिँ खाना बसिरहेछौँ बक्सीहरू पनि पाउँछ हेलो गाइस हामी चाहिँ आमा छोरी रेस्ट गर्दै हामी कहाँनिर छौँ तर्सिनु सो गाइस अब चाहिँ हामी यहाँ सपिङ गर्न जाँदैछौँ यो मलमा यहाँको मल घुम्न आएको हामी यस्तो छ है यहाँको मलहरू अनि हामी आमा छोरी यहाँ मलभित्र पनि बाहिर यसरी राख्छ क्या यहाँनिर चाहिँ मलभित्र पनि यसरी बेच्छन् क्या त्यो मलमा खाली ठाउँहरू राख्दैनन् थोरै हिँड्ने ठाउँ राखेर अनि यसरी बेच्छन् हामी चाहिँ केही मनपर्छ कि भनेर आएको 300 बात 300 यहाँको पैसो यहाँ अब छोरी हामीलाई यहाँ चाहिँ मनपर्छ क्या हो मन पर्दैन त्यस्तो टी सर्ट चाहिएको थियो त हामीलाई यस्तै त हो नि मन पर्दैन होइन अब चाहिँ हामी यहाँ जाँदैछौँ यहाँनिर सो गाइस हामी चाहिँ यहाँ बुधबार अरे बुधबारमा हामी यहाँनिर टिकट काटेर जाने त्यहाँभित्र तर मलाई चाहिँ डर लाग्छ एमिसिन ल कस्तो छ यो डर लाग्छ मलाई त्यहाँभित्र जान त्यस्तो छ यहाँनिर राम्रो कस्तो राम्रो डिजाइन बनाएर राखेको हेर्नु न कस्तो राम्रो ल हेर्नु वाह 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 डिजाइन बनाएर अनि यहाँ हेर्नु भूत ल हेर्नु गाइस यही नै हो
मल यो चाहिँ गाडी हो गाडी सो गाइज यो चाहिँ के हो थाहा भने यस्तो राम्रो बनाएर राखेको सरी फोटो खिच्न योसँग मेरो पनि छ फोटो गाइज चाहिँ यसरी हेर्ने रहेछ त्यहाँनिर पुस गरेर कहाँनिर पुस गर्ने त्यहाँनिर पुस गरेर त्यसरी हेर्ने हामीले अरू 2-3 टा नि हेरिसक्यो भिडियो मात्रै नबनाएको यहाँ चाहिँ हामी बसेर फोटो खिच्न पाइन्छ भनेर पाइएन यहाँ केटीहरू कस्ता राम्रा राम्रा केटीहरू यसरी बसे हुन्छन् फोटो खिच्नलाई अनि यहाँ पनि म पहिले आइसकेको छु र किन आएको भन्नुहुन्छ होला भने होइन यो भूतघर हो होइन भूतघर यो भूतघर भइहाल्यो होइन यहाँ सबै भूतको गेमहरू हुन्छ अनि यस्तो निकालेको लैन भूतको लागि हामीलाई चाहिँ भित्र जानु डर लाग्यो बाहिरबाट हेर्दा हामीले चाहिँ यस्तो भूतको घर हुन्छ देख्नु भएको गाइस भूतको घर डक्टर सक्टर सबै हुन्छ त्यहाँ ल हेर्नु प्लेहरू एकदम राम्रो छ गाइस हेर्नु त यहाँ त ल बिरालोको क्याफेहरू ल यो मैले पहिलोचोटि देखेँ ल हेर्नुहोस् कि बिरालोको घर बिरालोको क्याफे वाउ नेपालमा पनि छ बिरालोलाई क्याफे ल हेर्नु है गाइस यहाँनिर वाउ ल सबै थाइल्यान्ड 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 ल हेर्नु त्यहाँ क्याफे वाउ मेरो छोरी चाहिँ यहाँ मसाज गरिरहेको छ पुरै बढी हामी चाहिँ मल गएर पनि घुमेर पनि अब फर्किसक्यौँ घरतिर सो गाइस थाइल्यान्डको त्यो मलहरूमा चाहिँ होइन यस्तो हुन्छ क्या प्राइस कोही बेला पनि आइटमको अनि प्राइस पनि आइटमको हुन्छ यहाँनिर चाहिँ पुरा वाउ मजाले मिलाएर राखेको छ यो फलफुलहरू काटेर राखेको हुन्छ अनि त्यो सिँगै फलफुलहरू अब चाहिँ हामी जाँदैछौँ अर्को नयाँ ठाउँमा एकदमै राम्रो ठाउँ चाहिँ भक्पाल बिहान चाहिँ दिउँसो चाहिँ अलि त्यो मलहरू मात्रै घुमेको क्या गर्मी हुन्छ नि त अब चाहिँ जाँदैछु दामी ठाउँमा है त हजुरहरूलाई देखाउँछु के भयो लुगाइदिएर थाइल्यान्ड उता एकदम राम्रो ठाउँ छ यहाँ चाहिँ गर्मी पनि होइन वाउ पटाया गाइस पटाया बिचको भ्यू पनि बिचमा त उफ त्यो ढुङ्गा खानेको पर्ने यहाँबाट दुब्ली गर्दै गएर त अहिले त्यहाँबाट चाहिँ हेर्नुहोस् गाइस मलाई हेर्नुहोस् कहाँ चाहिँ हेर्नु है बुद्ध के हो बुद्ध त है बुद्धको हेर्नु त अहिले स्टिल पूजा गरिराखेको हुन्छ नि यहाँ मान्छे हेर्नु दामी बुद्ध बुद्ध पूजा गरिरहेको हुन्छ अहिले पनि फेरि अर्को ठाउँमा जाँदैछु म चाहिँ ठुलै ठुलो बाटोमा यस्तो राम्रो ठाउँ जाँदैछु है त फेरि अब त्यहाँ भ्याइ यहाँ धेरै बेर पुग्दैन गाडीहरू चाहिँ फटाफट गर्नुपर्छ अनि अलिअलि भिडियो बनाउँदै नि हो गाइस फुलै फुल भएको ठाउँ चाहिँ यो है अब म यहाँबाट भित्र इन्ट्री गरेर देखाउँछु है त यो चाहिँ यता वरिपरि यो चाहिँ कस्तो छ
होइन सो गाइस यो है त्यो ठाउँ भनेको चाहिँ मैले माथितिर हेर्न त गाइस हेर्नु यहाँ माथि माथि हेर्नु त परसम्म घर बनाएर राखेको हेर्नु यहाँ मान्छे कति यहाँ चाहिँ साँच्चीकै नै एकदमै राम्रो ठाउँ छ क्या अनि यहाँबाट सर्ल यहाँ भिडियो बनाइरहेको थिएँ माथि माथि सो गाइस दिस इज बताया यही हो है त यहाँ चाहिँ स्पेसल सेम मलाई जुन चाहिएको हो सो गाइस यहाँ चाहिँ त्यो चाहिँ सबभन्दा माथिको स्टेप हो क्या यहाँबाट पनि देखाउँछु है हजुरहरूलाई देखाउँछ र ल सो गाइस हामी चाहिँ यहाँ यो खाँदैछौँ आलु चिकन र आरामले खाँदैछ हामी आहा म अहिले हेरेँ सबै खिचेर भ्याइयो गाइस यतातिर पनि हेर्नु ल हेर्नु मान्छेको रूपमा गाइस रातिमा चाहिँ यहाँ यस्तो सिन छ है यो चाहिँ रातिको सिन हो ल चाहिँ फाइनली रुममा आइपुग्यौँ है दिउँसभरि घुम्यौँ यति राम्रो भएर अहिले आउने बेला एक गाईरिन पानी खनाइदिएला हेर्ने लुत्रुक्क भिजेर बिचरा मर मेरो छोरीलाई हेर्नु त यी यस्तो भिजेर आउनु पर्यो यहाँको फेस्टिभल चलिरहेछ क्या यता फेस्टिभल भएको भएर सो गाइस आजको भिडियो यति नै हो मनपर्छ भने लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला थ्याङ्क यू बाई बाई